नमस्कार छ सबैजनालाई। कस्तो के हुन्छ आशा सबैजना सन्चै सुविस्ता हुनुहुन्छ र आज तेस्रो दिन हो दसैँको हाम्रो र यो दोलाहाट बजार हो। हेर्दै हुन्छ तपाईँहरू, दोलाहाट बजारमा छु अहिले म र अहिले बेलुकीको 6 बजेको छ र आज 3 दिन भयो दसैँ भएको र के कस्तो छ तपाईँलाई म देखाउँछु। हाम्रो यहाँ बजार दोलाहाट बजारको दृश्य हेर्नु अहिले र अहिले मान्छे हेर्दै तपाईँहरू यहाँ अहिले बेलुकी 6 बजे छ र मान्छे पनि टन्नै छन् र तपाईँलाई म भित्रको प्रवेश पनि देखाउँछु कस्तो के छ। आज 3 दिन भयो दसैँ भएको र दसैँ खासै गरी चाहिँ यसपालि त्यसरी रमाइलो त गरेका छैन मान्छेहरूले, किनकि अब जुबिन्दा हाम्रो खस्नुलाई गर्दाखेरि दसैँहरू अब अलिक सरकारले अब कम्ती फेस्टिभल जति पनि थियो त्यसमा अब गानाहरू बजाहरू जुन सिङ्गर राम्रो के प्रोग्रामहरू सबै क्यान्सल गरेको छ। यहाँ हेर्नुहोस् जुबिन्दाको यहाँ फोटो लगाएको छ, यहाँ हेर्नुहोस् र जुबिन्दाको फोटो लगाएर जति पनि यहाँ मान्छे आएर बेलुकी सबैजना दियो बालेर यहाँ हेर्नुहोस् फर्स्ट पूजा जुबिन्दाको हुन्छ। ये बड़ी अच्छी बात कही आप। र जुबिन्दाको पूजा भएपछि मात्रै यहाँ हेर्नुहोस् जुबिन्दाको फोटो लगाएको छ माथि पनि यहाँ हेर्नुहोस्। जुबिन्दाको फोटोमा यहाँ सबैले आएर यहाँ हेर्नुहोस् पूजाहरू गर्दैछ र दियोहरू बाल्छन्। यहाँ हेर्नुहोस् फर्स्ट पूजा हाम्रो जुबिन्दाको हुन्छ, त्यहाँबाट मात्रै मान्छेहरू भित्र पर्छ। यहाँ हेर्नुहोस् भित्रको दृश्यमा तपाईँलाई देखाउँछु म। र भित्र अहिले दृश्य यो छ भित्र र अहिले बेलुकीको 6 बजेको छ र 6 बजेको बेलुकीको दृश्य हेर्नुहोस् र यसपालिको दुर्गामा धेरै राम्रो सजाएको छ। यहाँ हेर्नुहोस् र साह्रै नै राम्रो देखिएको छ। यहाँ हेर्नुहोस् र भक्तहरू पनि आएका छन् सबै यहाँ दर्शन गर्नलाई, धेरैजना छन्। हेर्नुहोस् यहाँ हेर्नुहोस् भक्तहरू सबैजना आएर बस्नुभएको छ। र साह्रै नै हेर्नुहोस् कस्तो मजाले सजाएको छ हाम्रो यो दोलाहाट बजारको दुर्गा मन्दिर। हेर्दै हुन्छ है कस्तो मजाले यहाँ सजाएको छ चारैतिर, हेर्दै हुन्छ है। र राम्रो साह्रै नै राम्रो लाग्यो। दसैँ 3 दिन हुँदैछ आज दसैँको र 3 दिन हेर्नुहोस् आज तमाम मान्छे यहाँ हेर्नुहोस् भिड हेर्नुहोस् कति छन्, भक्तहरू कतिजना आएका छन्। यहाँ हेर्नुहोस् भक्त हेर्नु गाइस कति छन्, बाहिर हेर्नु भित्र हेर्नुहोस्। र आज 3 दिन भयो दसैँ हाम्रो, सप्तमी अष्टमी नवमी हो आज र भोलि दशहरा हो। हेर्नुहोस् भक्तहरू आएका छन् र फर्स्ट पूजा चाहिँ हाम्रो खास गरी चाहिँ यसपालि तपाईँलाई म देखाएँ सबै जुबिन्दालाई पहिले फर्स्ट जुबिन्दालाई पूजा गरेर मात्र सबैजना भित्र पस्दैछन् भक्तहरू। यहाँ हेर्नुहोस् र यो हाम्रो दोलाहाट बजारको दृश्य थियो र दोलाहाट बजारको दृश्यमा अहिले बेलुकीको 6 बजेको छ र बेलुका 6 बजे पनि मान्छे टन्नै छन्, आएका छन् भक्तहरू पूजा गर्दैछन्। र यसपालि हाम्रो जुबिन्दा खस्नाले गर्दाखेरि अलिकति जति पनि फेस्टिभलहरू जुन थियो नाचगानहरूबाट लिएर रमाइलो केही पनि अब त्यस्तोहरू फङ्सनहरू केही पनि अब सरकार सबै मना गरेको छ र सरकारले फङ्सन केही गर्नु भनेको छैन। र हेर्नुहोस् अहिले दोलाहाट बजारको मेन दृश्यमा छु म। यहाँ हेर्नुहोस् र 6 बजी अहिले मान्छे अहिले छन् बेलुकीको पनि। यो हाम्रो दोलाहाट बजार हो, हेर्नुहोस् र दोलाहाट बजारमा तपाईँलाई म देखाएँ दुर्गा मन्दिर उहाँ थियो र हेर्नुहोस् र यसपालि सायद जुबिन्दा खस्नाले गर्दाखेरि होला त्यसरी भिड पनि भएको छैन, अलिक सुनसान मतलब अलिक सुनसान मतलब मनमा त्यति राम्रो समझ रहे हो आप समझ रहे हो। खास चाहिँ मनमा कसैलाई पनि फेस्टिभल मनाउनको लागि मनबाट उत्साह एउटा हुनुपर्छ, मनबाट उत्साह छैन आज र मान्छेहरू खासै मन दुख गरेर हिँड्दैछन्। त्यस्तै हो पूजाहरू अब जुन चाहिँ हुन्थ्यो राम्ररी त्यो यसपालि त्यति मनाएको पनि छैन मान्छेहरूले। तापनि भयो अब जस्तो आज पनि पार भइहाल्यो। अब भोलि दशहरा हो, आज 3 दिन अब भइहाल्यो, सप्तमी अष्टमी नवमी र भोलि दशमी र भोलि दशमी पनि सकिन्छ। र यस्तै हो यी तपाईँलाई म देखाएँ चारैतिर हाम्रो दोलाहाट बजारको यो दृश्य। आज दुर्गा मन्दिरहरू पनि देखाएँ कस्तो के लाग्यो तपाईँलाई हेरेर। राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरेर नबिर्सनु होला। टाटा बाई बाई।